मध्य प्रदेशको धनुषा जिल्लाकी चर्चित मैथिली कलाकार मनिषा सदा अब विवाह बन्धनमा बाँधिन लागेकी छन्। नेपाल तथा भारतको बिहार क्षेत्रमा आफ्नो अभिनय कौशलका कारण उनले राम्रो पहिचान बनाउन सफल भएकी छिन्। सिरियलहरूमा झुठा विवाहको अभिनय गर्ने मनिषा अब वास्तविक जीवनमा विवाह गर्दै नयाँ जीवन सुरु गर्न लागेकी हुन्। दलित परिवारमा जन्मिएकी मनिषाले समाजमा पहिचान बनाउन धेरै सङ्घर्ष गरेकी छन्। कठिन परिस्थितिका बीच पनि उनले आफ्नो प्रतिभा र मेहनतले आज समाजमा सम्मान र लोकप्रियता कमाएकी छन्। हाल उनी नेपालका चर्चित कलाकार अविनाश झा, कलकतिया वाली लगायतका कलाकारहरूसँग विभिन्न मैथिली सिरियल तथा सांस्कृतिक कार्यक्रमहरूमा काम गरिरहेकी छन्। मनिषाको परिवारमा यसअघि पनि एउटा दुःखद घटना भएको थियो। उनकी दिदी अनिसा सदा, जो स्वयं पनि एक प्रतिभा कलाकार थिइन्, उनले अभिनेता अविनाश झासँग प्रेम विवाह गरेकी थिइन्। तर विवाहको केही महिनामै उनले आत्महत्या गरेकी थिइन्। त्यस घटनाले परिवार र कला क्षेत्रलाई निकै स्तम्भ बनाइएको थियो। त्यही परिवारकी मनिषा सदा अहिले जीवनको नयाँ अध्याय सुरु गर्न लागेकी छन्। धनुषाधाम नगरपालिका निवासी मनिषा अहिले निकै खुसी देखिएकी छिन् र उनको आगामी वैवाहिक जीवन सुखमय रहोस् भन्ने कामना उनका शुभेच्छुकहरूले व्यक्त गरिरहेका छन्। मधेसका धेरै चर्चित मैथिली कलाकारहरूसँग उनले विभिन्न सिरियल र सांस्कृतिक कार्यक्रमहरूमा काम गर्दै आफ्नो कला यात्रालाई अगाडि बढाइरहेकी छिन्।